हेलो हेलो गुड मर्निङ सबैजना साथीहरूलाई। म आज गावा तुर्किस बनाउन लागेको छु है। यो चाहिँ यसो दुध र गावा तुर्की सँगै मिक्स बनाएर बनाएको छु। अब कसैले चाहिँ अब दुध नहालेर पनि पिउने गर्छन्। मैले चाहिँ यो चाहिँ आफैको लागि हल्का दुध राखेर अनि 2 चम्मच तुर्किस पाउडर त्यसमा घोलेर यता बोइलिङ गरेर आएको छु। यो चाहिँ 5 मिनट बोइलिङ गर्यो भने टेस्ट चाहिँ राम्रो आउँछ है। अनि यो चाहिँ गाउँ तुर्की पाउडर हो। यो चाहिँ एकदम स्वादिष्ट कफी भनेको चाहिँ तुर्की है, फेमस। जुनसुकै देशमा गए पनि यो तुर्किस कफी पिउने मान्छेहरू चाहिँ धेरै भेट्नुहुन्छ तपाईहरु। सो कफी सपतिर अहिले काम गर्दै हुनुहुन्छ भने सायद कमै मात्रै होला यो कफी तुर्कीको अर्डर नआउने भनेको। प्रायः जसो चाहिँ कफी तुर्की चाहिँ पिउने गरिरहेछन् जुनसुकै अब देशमा भए पनि। यो गावा तुर्की भन्छ यसलाई चाहिँ अरबिकमा। अब इङ्ग्लिसमा चाहिँ गावा तुर्किस कफी है। चाहिँ मेसिन हो। यो चाहिँ सिंगल शटको लागि। अनि यो चाहिँ डबल शट फटाफट 2वटा छ। यस्तो हुन्छ साथीहरु। अनि ल अब रेडी चाहिँ हुन आँट्यो है। रेडी हुन आँट्यो। यो चाहिँ खासमा चाहिँ फमाउने बेला चाहिँ चलाउनु हुँदैन, तर यो कस्टमरको लागि चाहिँ होइन, यो मेरो लागि हो। त्यही भएर चाहिँ मैले हल्का स्पुनले चाहिँ गरेको छु। गर्यो भने चाहिँ अलि मिठो पुरै मिक्स हुन्छ नि त। त्यही भएर हेर्नुहोस् तपाईहरुलाई म टक्क लाएर यसमा चाहिँ कुन चाहिँमा राख्दा ठिक भनेर। अब यसमा ल गाइज, अब कफी तुर्की चाहिँ यसरी राख्नुपर्छ है, सर गरेर। सो यो क्यामेराम्यान पनि आफै छु, त्यही भएर चाहिँ यो कप चाहिँ समात्न सकेन। अनि ल है त यसरी हो पिउने। सर्भिस गर्ने कस्टमरलाई सेट लगाएर। ठीक छ, अच्छा रहे। ल धन्यवाद।